हेलो लासो फ्याफुल्ला म चाहिँ हजुरहरूको प्यारी रश्मिला लामा अनि सन्चै हुनुहुन्छ होला हजुरहरू। म पनि एकदमै सन्चै छु। सन्चै भएर अर्को भिडियो स्टार्ट गरिसकेको छु। मैले योभन्दा अगाडि 2टा भिडियोहरू हालिसकेको छु। के कस्तो लाग्यो साथीहरू हेरेर प्रतिक्रिया दिनु होला। अनि आज म पनि सन्चै छु, हजुरहरू सन्चै हुनुहुन्छ भन्ने आशाका साथ मैले आजको न्यू ब्लगको फेरि सुरुवात गरिसकेको छु साथीहरू। अनि म चाहिँ अहिले यतिखेर चाहिँ 10 साढे 10 भइसकेको छ। यतिखेर खाना बनाउन गइरहेको छु। साग हेर्नुहोस् त कस्तो दामी साग छ, हेर्दै खाउँ लाग्ने क्या, एकदम नरम क्या। अनि यतिखेर चाहिँ किन भन्दाखेरि चाहिँ म उठ्नु चाहिँ बिहान नै उठेको, अनि बच्चाहरूलाई खाना बनाएर खाना खुवाएर पठाएर अनि लुगासुगा धोइसक्दाखेरि चाहिँ यतिखेर भयो। अनि म चाहिँ यतिखेर चाहिँ साग टिपेर ल्याएर अब साग बनाउन लाग्यो, साग र आलु। अनि हिजोको भ्लगहरू के कस्तो भयो, मैले खासै राम्रो भ्लग त बनाउन आउँदैन, एडिट सिडिट यताउति गर्न आउँदैन, जस्तो बनाएँ त्यस्तै नै हालिदिएको छु, अलिअलि मिलाएर त्यो यति नै बनाएर हालेको छु। हजुरहरूले साथ सपोर्ट गरिदिनु होला, सबैजनाले माया गरिदिनु होला। हजुरहरूको मायाले नै, साथ सपोर्टले नै अगाडि बढ्नु छ। अनि सबैजना एकअर्का मिलेर सपोर्ट गर्नु होला है त साथीहरू। अब भेट्नुपर्छ एकछिनमा है त। फेरि आइसकेँ हजुरहरू माझ। अनि आज चाहिँ खाना बनाउने भनेर साग केलाउँदै थिएँ, खाना बनाइनँ किनकि मम्मी आउनुभयो। अनि त्यसपछि भकुण्डेमा जाउँ भन्नुभयो, अनि त्यही भएर भकुण्डे जान लागेको छु। खाना चाहिँ खाइनँ हामीले, उतै गएर खाजा केक खाने छु। म चाहिँ भइसकेँ रेडी, मम्मी पनि रेडी भएर तल जानु भइसकेको छ। मम्मीलाई चाहिँ अहिले देखाउने छु म रेडी भएको, हेर्नुहोस्। रेडी भइसकेँ, अब मम्मीलाई पनि देखाउने छु। अब चाहिँ हामी जानेछौँ, भकुण्डेमा गएर भेट्छौँ या बाटोमा भेट्छौँ है त। हामी चाहिँ ब्यारिकतिर आइपुग्यौँ अहिले। अनि यता देख्न सक्नुहुन्छ ब्यारिकको यो चाहिँ पछाडिपट्टि। बजारमा गएर चाहिँ क्यामेरा तिर्छाएर बोल्न सक्दैन अनि लाज लाग्छ। अनि त्यही भएर अहिले नै बाटोतिर अलिअलि भिडियो बनाउँदै हिँड्छौँ। बाटोमा चाहिँ लाज हुन्छ, मान्छेहरूले के भन्छन्, अलिकति यहाँतिरको मान्छे यस्तै छन्। त्यही भएर मम्मी चाहिँ यता हुनुहुन्छ हिँड्दै। यो चाहिँ ब्यारिक, हाम्रो गाउँको आर्मी ब्यारिक हो यो चाहिँ, हेर्न सक्नुहुन्छ। अलिकति अगाडि चाहिँ नगरपालिका पनि छ। हाम्रो चाहिँ बजारनिर नै सबै चिज छ। अनि मम्मी र म बजार जान लाग्यो। भेट्नुपर्छ एकछिनमा। यो चाहिँ नगरपालिका, हाम्रो ब्यारिक चाहिँ यता चाहिँ नगरपालिका छ, नगरपालिका। अब यो चाहिँ पछाडिबाट, अगाडि चाहिँ अझै राम्रो छ। अगाडिबाट चाहिँ गइनँ म, त्यो पछाडिबाट। अनि नगरपालिका चाहिँ यस्तो छ। यही हो साथीहरू। अब यहाँबाट भकुण्डे 5 मिनटमा पुगिन्छ। यो हाम्रो घरबाट बजार चाहिँ जम्मा लगभग भन्दा हिँड्दाखेरि आधी घन्टाको डिस्टेन्स जस्तो छ, लामो पर्छ। यता हेर्न सक्नुहुन्छ नगरपालिका। भेट्नुपर्छ एकछिनमा। मोमो खाँदैछौँ हामी चाहिँ, मम्मी पनि। आनी चाहिँ खानु भएको छैन, आनी चाहिँ चाउमिन खानु हुने रे, हामी चाहिँ मोमो खाँदै। मोमो चाहिँ पैसा खाने झोल फ्री। मामा चाहिँ
याला चांगला रेडी प्लेन बोला प्लेन मकबला दोन घ्या चांग आमाजी घेऊन सम्मान हुने तो एक हात 10 बार 10 बार रिजर्भलाई पनि हामी करेगी म ईश्वरले एकछिनमा भेटौँला हाम्रो भकुण्डे बेसी यो चाहिँ बजार यता तलतिर चाहिँ बजार छ तलतिर चाहिँ गएर आएको अब अहिले चाहिँ गएन भिडियो चाहिँ अघि तेर्साउन सकिनँ अहिले चाहिँ बजार हाम्रो चाहिँ यो चाहिँ बनेपामा लाग्ने गाडी यता मासतिर त्यो बजार अनि यता तलतिर बजार छ यता मासतिर बजार छ अहिले चाहिँ नगरपालिका आइपुगेका छौँ हामी हेर्न सक्नुहुन्छ ध्यान ट्याडान अगाडिबाट नगरपालिका बहिनी र आमा चाहिँ अगाडि करेन्टको बाक्सा बोकेको हो कि करेन्ट के हो यो करेन्ट नगरपालिका चाहिँ अगाडिबाट यस्तो छ नजारा हेर्नुहोस् त ध्यान ट्याडान दामी छ यो जङ्गल अहिले चाहिँ हामी नगरपालिका तलको बाटोबाट आएको अहिले चाहिँ घर आइसकेको छु घर आएर नि ड्रेस चेन्ज गरिसकेको छु के हो यो हेर्नु त पैसा तर के गर्नु एकैछिनमा गइहाल्छ ऋण तिर्नुपर्छ यत्रो छ 3टा बिटा छ छुट्टै पनि छ तर के गर्नु अर्काको ऋण तिर्नु परिहाल्छ पैसा साथीहरू पैसा साथीहरू अहिले चाहिँ भकुण्डे गएर पनि आइसके हामी सानो काम थियो कामले मिटिङ थियो अनि मिटिङमा गएर कामसाम सकाएर पनि आइयो सम्मको मिटिङमा अनि अहिले चाहिँ बेलुका पनि हुन लागिसकेको छ खासै त्यस्तो वाउ खाले त छैन इन्ट्रेन्स अब त्यो पनि छैन छन् त ब्लग त्यही पनि हेरेर माया सपोर्ट गरिदिनु होला साथीहरू त्यस्तो खासै उसको त छैन त्यही पनि हेरेर माया गरिदिनु होला आजको लागि यति नै साथीहरू अब भेट्नुपर्छ आज भोलिको अर्को न्यू ब्लगमा साथीहरू सबैजनाले माया साथ सपोर्ट गरिदिनु होला सब्सक्राइब गरिदिनु होला लभ यु अल बाई बाई